गाउँका साथीहरू यही आएर भेटाए। थाहा छैन जिन्दगीमा के गुमाए तर यो 2 वर्षमा अविस्मरणीय समय बिताए। धन्यवाद भाइ बहिनीलाई। सम्पूर्णमा नमस्कार। म कक्षा 12 बिटेनमा अध्ययनरत विद्यार्थी सुबोध कार्की। यसैपछि कक्षा 11-12 अध्ययनका लागि उपयुक्त कलेजको खोजीमा भौतारिरहेको बेला गोल्डन ग्रेड पढ भनेर सल्लाह दिनुहुने म पढेको सुबोध नवलपरासी ज्योति माध्यमिक विद्यालय परिवारलाई मिठो सम्झना र आदरणीय भगवान सुदती सरलाई विशेष धन्यवाद। आज यस विशेष दिनमा म मेरा र हाम्रा 2 वर्षलाई सबैमा सम्झन चाहन्छु र सबैलाई सुनाउन चाहन्छु हाम्रो शिक्षकहरूलाई। जीवन सरको जस्तो इक्जाम्पल अरू कतै छैन। जेटार सर इक्जाम रिल्याक्स भएर दिने कुरो होइन। डिआई सर भन्नुहुन्छ कलेज आउँदा कपाल काटेर आइज भोलि। सरोज सर भन्नुहुन्छ सुन्नु राम्रो अनि सम्हाल्नु आफ्नो गोली। केजिए सर भन्नुहुन्छ कान्छा एन्सर कति आयो भन छिटो छिटो। यस सर के भन्नु हाँसो नै साह्रै मिठो। आडी सर ए राइस किलरहरू। पिएस म्याम हल्ला गर्ने भए म बाहिर जान्छु बरु। एनआर सर भन्नुहुन्छ आइरन एन्ड कपर इज इम्पोर्टेन्ट। एनजी सरले जय होस् भन्नुभयो मेरो दिन भयो एक्सिडेन्ट। आर्य सर भन्नुहुन्छ भोलिमा आउँदैन एनएबीमा काम छ तर जसरी नि भ्याइन्छ कोर्स। आर्य सर भन्नुहुन्छ भोलि एनएबीमा काम छ म आउँदिन जसरी नि भ्याइन्छ कोर्स। विहस सर भन्नुहुन्छ म हुँदाहुँदै के को टेन्सन केटा हो सबैभन्दा इम्पोर्टेन्ट कोहेरेन्ट सोर्स। एनपी सर भन्नुहुन्छ एप्रोन आफैले लिएर आउनु। एनपी सर भन्नुहुन्छ एप्रोन आफैले लिएर आउनु। एनपीजी सर भन्नुहुन्छ एन्सरमा विवाद नगरौँ। आरबी सर भन्नुहुन्छ ड्याम इट प्रोनाउन्स जस्ताको तस्तै गर्नु। ओकेजी म्याम भन्नुहुन्छ बाबु बच्चा हल्ला धेरै नगर्नु। डिडी म्यामले भन्नुहुन्छ पानी सिन्चित नगर झ्याल बाहिर फाल्छु। एउ सर भन्नुहुन्छ फर्मुला नपढे म हेडसट हान्छु। एसपी सरले ह्याक्तेरिका ध्यान दिएर त पढ न। एससी सर भन्नुहुन्छ बबु धेरै हल्ला नगर न। पिबिएन सर 0101 द मस्ट इज बाइनरी। पिबिएन सर भन्नुहुन्छ 0101 द मस्ट इज बाइनरी। एसकेएस सर भन्नुहुन्छ डिबिएमएस की प्राइम क्यान्डिडेट इन प्राइमरी। डिडी सर राइट अ जीएस प्रोग्राम टू क्यालकुलेट सिम्पल इंटरेस्ट। PRS सर पोइंटर इज फॉर द मेमोरी एड्रेस। जीबी सर I will give you 5 questions, pass marks is 5। आरडी सरसँग गफ गर्दा पो मिल्छ भाइ। पीपी सर कति पटक कुन सेटी इलेक्ट्रिसिटी। बिजी सर के भन्नु मजाले पढियो 1 वर्ष इलास्टिसिटी। एटलास द स्पेशल अनि ड्याट आवर इयर लभ्स टु इयर। Attention please. This is to notify all the students of class 12 that the formal classes of class 12 ended here। तर कक्षामा बसेर लगाएका ती गफहरू लुकी बनाएका ती सबै टिकटकहरू पानाको डल्लोले गरेको प्रहार र अन्य उटपटाङ पोलहरू मजाकमा जिस्काउन मात्र हामीले बनाएका बेमतलबका कपालहरू हल्ला गर्दा सबै शिक्षकले दिनुभएका गालीहरू कोर्स सकियो भनेर बजाएको अन्तिम र जोरदार तालीहरू सधैँ मनमा रहनेछ। सबैलाई बेस्ट अफ लक, सफलताको शुभकामना होस्। धन्यवाद।